गुड मर्निङ साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आज मैले बिहान उठ्ने बित्तिकै 10 बजीतिर ओट्स खाएँ अनि खाने बेलामा रेकर्ड चाहिँ गरिनँ। अनि खाने बित्तिकै म नानीलाई गएँ, दुध खुवाएँ अनि त्यसपछि मसाज गरेपछि उसलाई सुत्नु थिएन अनि खेलाउन बसेँ। ऊ बोल्न खोजिरहेको थिएँ, त्यही भएर उसँग अलिअलि गफ गरियो। अनि मैले ल रेकर्ड गरिदिइहालौँ न त भनेर भने अनि गरेँ रेकर्ड। ऊ चाहिँ मजाले बोलिरहेको थिएँ। अब मलाई फेरि के दिमागमा चलिरहेको रहेछ अनि बोलिरहेको थिएँ पनि छोरीसँग माया गर्दै। अनि ऊ पनि जति आवाज सुने त्यति नै बोल्न खोज्ने। खेलाउँदा आफूलाई पनि निद्रा लागिसकेको हुन्छ। 1-2 घन्टासम्म खेलाउन बसेपछि त अनि त्यसपछि मलाई निद्राले हैरान भइरहेको थियो। त्यही पनि पेसेन्स, आमा भएपछि यस्तै हो, पेसेन्स धेरै चाहिन्छ। आफ्नो निद्रा भोक सबै पछाडि पार्नुपर्छ। म त्यही गरिरहेको छु आज। अनि त्यसपछि 3 बजीतिर अनि मैले खाना पकाएँ, चोखा भात अनि खाँदैछु। अब एक्लै हुन्छु, त्यही भएर अब के तामझाम गर्ने, अनि सिम्पल जे हुन्छ त्यही पकाएर खाइदिन्छु। अनि राति चाहिँ अब जे मन लाग्छ त्यही पकाउँछु। तर दिउँसो चाहिँ त्यही अल्छी पाराले नै हो, रुखासुखा जे मन लाग्छ त्यही खान त्यही पकाउँछु अनि खान्छु अनि बस्छु। अनि त्यसपछि मैले यो दिउँसोसम्मको मात्र भिडियो रेकर्ड गर्न पाएँ। राति चाहिँ बिर्सेछु भिडियो रेकर्ड गर्न नै। अनि यसरी नै बित्यो आजको दिन। खाँदा उगार्दा 4 बज्छ अनि 1-2 घन्टा फेरि बच्चा हेऱ्यो अनि त्यसपछि अरूको आउने टाइम हुन्छ अनि खाना पकाउने टाइम हुन्छ। यसरी नै दिन बितिरहेको छ साथीहरू। अनि मेरो यो लुकमा चाहिँ नजानु होला, म एउटा आमाको छोरी हो भनौँ कि छोरीको आमा हो साथीहरू। जस्तो चलिरहेछ लाइफ, उठ्ने, खाने अनि त्यसपछि सुत्ने, त्यही हो जिन्दगी। अरू के नै गर्न सकिन्छ र घर बसेर। त्यही भएर यस्तै चलिरहेछ जिन्दगी। हजुरहरूले हेर्न सक्नुहुन्छ। अरू त केही काम गर्न पाइँदैन छोरीलाई एक्लै छोडेर। यस्तै हो। हजुरहरूलाई भिडियो मन पर्यो भने लाइक, कमेन्ट अनि फलो गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।